सिलचरीको घटनालाई लिएर अहिले त्यहाँका मुसलमानहरूलाई पाकिस्तानी बङ्गलादेशी जिहादी के भनेर एउटा समुदायमाथि नै औँला उठाउने काम भइरहेको छ। तपाईसँग दिमाग छ भने अलिकति सोच्नुहोस् त, डीजे बजाकै कारण कसैले न्यू खोज्छ, कसैले झगडा गर्छ, कसैले हानान गर्छ। मलाई त लाग्दैन। डीजे त न्यू मात्र, रियालिटी हात्तीको देखान्दार एउटा खानेदार अर्कै भएको छ। यो फोटो हेर्नुहोस् त, मन हुने मान्छेहरूको मन भनी दुख्छ। हिन्दू धर्मले कहिले पनि हिंसा सिकाउँदैन, तर स्क्रिनमा देखाएका यी केही अराजक तत्त्वहरूले हिंसा एकाप्रति घृणा फैलाउने बाहेक अरू केही जानेका छैनन्। धर्मको नाममा कसरी आफू पब्लिसिटीमा रहने, कसरी आफूलाई लाभ लिने भन्नेतिर यिनीहरू सधैँ लागिरहेको देखिन्छ। जब मस्जिदतिर यस्ता घटना हुन्छन्, केही अराजक तत्त्वहरूले न्यू खोज्छन्, जबरजस्ती न्यू खोज्छन्। जस्तै मस्जिदको अगाडि डीजे बजाएर श्रीरामको नारा लगाउँछन्, लड्न आइज भने जस्तरी एउटा इन्भाइरोमेन्ट क्रिएट गर्छन्। त्यस्तै केही मुसलमान तत्त्वहरूले पनि हिन्दूहरूको चाडपर्व मनाइरहेको बेला न्यू खोजिरहेका हुन्छन्। मान्छे मरेको कुरा एकातिर, मान्छेको घर जलाएको कुरा एकातिर, दुई समुदाय बीच द्वन्द्व भएर सामाजिक सद्भाव खल्लाबल्ला भएको कुरा गर्नुको साटो उल्टो सामाजिक सञ्जालमा आएर हिंसा फैलाउने, मान्छे भड्काउने